मम्मी मेरो बुढी पोर्क दाइ बाबा हामी छिटो जाँदैछौँ उसको मम्मीले हेर्दा यस्तो नभन्नु सानै हुनुपर्छ कि यस्तो काम गरे यस्तो बगान ल साथीहरू आजको हाम्रो खाना भनेको सलाद भइहाल्यो यसमा दाल छ यसमा चाहिँ के अरे बफेलो बफ दामी हल्का ग्रेभी बनाएर ग्रेभीसँग टक्क लाएर के अरे भाइ चाहिँ जुस खान्छु भन्थ्यो आज होइन जुस लिनु गएको छ अब कतिखेर हो आज चाहिँ बाहिर पानी पनि परिरहेको थियो हावाहुरी चलिरहेको छ के भन्थ्यो सबैलाई नमस्कार है धेरै दिनपछिको ब्लगमा आइयो सरी लसुन पोल्छ होइन साथीहरू कस्तो मिस भइदिइहाल्यो मलाई कहिले लसुन त्यही हाल्छ लसुन मैले त्यहाँ हजुर हालिदिएको छु ल साथीले चाहिँ मलाई लसुन हालेछ है ल फेरि लङ टाइम पछि धेरै फेरि वेलकम है सबैले स्वागत छ हाम्रो कति भयो 10 दिन भयो 10 दिन भयो ब्लगमा उनीहरू हामीलाई धेरै नै भयो फेरि आज गाई स्पेसल है ट्याक्क अगाडि देखिहाल्नुभयो भेराइटी सलादहरू एकदम दामी सलाद त्यसपछि कति घन्टा दाल भात पोर्क दाइ पोर्क के अरे बफ दाल नर्मल खाना है हल्का सलाद छ त्यही हो अनि हल्का यहाँ जुस छ जुस टेस्ट सलाद टेस्ट गराउनु पर्यो टेस्ट नगरिकन कहाँ साथीले यसो चलाइदिनु पुरा पहिला ल चुइदा भाइ अनि नचाउनु न घ्याम्पे हानिदिएको मजा है तपाईँले घ्याम्पे चाहिँ हालिदिनु भएको सुन धेरै दिनपछि खायो भने यो ल अब साथीहरूलाई अब यस्तो त्यहाँ अलिकति क्यामेरा बसेर ए क्यामेरा यहाँ माथि पो है है साथीहरू यस्तो रमाइलो दामी भएको दामी मैले अलिक छ स्विट लाग्यो लसुन अब एन्टिभाइरस पनि यसो लिनु पर्यो होइन एन्टिभाइरस भाइले चाहिँ कहाँ लडी बढी गर्दै जुस ल्याएको छ धन्न म त ल्याउला जस्तो लागेको थिएन ल्याएको पानी सानी परेको है भाइ मकै कहाँ सुरु गर्ने या भन्नु पनि दामी छ धनियाँ यो त्यो अब दुबईमा युएमा हुने साथीहरूलाई त थाहा छ होइन अब आज र भोलि चाहिँ झरीको मौसम हो है आज पनि परेको पानी ठुलो अस्ति आइतबार पनि परेको थियो आइतबार त ठुलै पऱ्यो आज पनि पर्ने कुरा छ रातिबाट चाहिँ ठुलो पानी पर्छ त्यो चाहिँ यहाँ पहिले अलर्टमेन्ट हुन्छ नि त गभर्मेन्टले चाहिँ यहाँ म्यासेज आउँछ हाम्रो मोबाइलमा पानी पर्दैछ भनेर त नेपालतिर यस्तो आउँछ है म्यासेज यहाँ चाहिँ देख्नु मन धन्न यति चाहिँ साथीहरू दुबईमा अर्काको ठाउँमा होइन अब अर्काको ठाउँ भनेपछि कस्तो हुन्छ तपाईँलाई थाहा चाहिँ छ होइन यस्तो मिल्ने दाइ यस्तो साथीभाइहरू कहाँ पाउँछ र अर्को ठाउँ भन्नुमा त आफ्नै कन्डिसन लाग्छ अहिले बानी भएर क्या बानी भएर आफ्नै देश जस्तो लाग्छ अरे क्या त्यो चाहिँ फिलिङ हुन्छ हुन त एउटा उखानै छ नि साथीहरू जता गुलियो त्यतै बुलियो भने होइन अन्त भोलि त के प्लान छ त भोलि चाहिँ पानी पर्ने हल्ला छ अब के हुन्छ ठुलो पर्यो है पानी ठुलो पर्दछ रात पऱ्यो साथीहरू के छ पनि चाना मेरो चाहिँ अब भोलि चाहिँ मजाले रातभरि चाहिँ बिहानको 2-3 बजेदेखि कट्ट मुसलधारे पानी पऱ्यो भने डिभिजन पर्दैन खुसी हुन्छ भनेर क्या यस यहाँ त पानी पऱ्यो भने सबै रोडहरू जाम हुन्छ त्यही भएर होइन अब दुबईमा अब हाम्रो नेपाल जस्तो खोला नाला नाली भए पो पानी सप्लाई ट्याक्क हुन्छ पानी जाने बाटै छैन जता गयो सम्म छ आज खासै स्न्याक धेरै भने क्या मासु मात्र हो म सस चाहिँ बनाउनु लागेको थियो पापड सापड ल्याएर टक्क होइन तर पापड चाहिँ तेलमा नगर्नु जस्ट ग्यासमा कि त्यहाँ आगोमा जाने अझै लाग्यो केही छैन साथीहरू
त्यो भनेको फेरि नेक्स्ट भ्लगमा 100% आउँछ फेरि सानसानो पिस पारेर हेरेँ भेटकुल पारिने क्या ल साथीहरु खाइयो धेरै दिनपछि मन्चन आज अनि मजाले खाइयो फेरि दाइको हातको के कुरो गर्नु साथीहरु कसो पेट खान्छु यार पोल्दैन पेट म त पेट पोले जस्तो हुन्छ त्यसले भात पनि बजाइसकेको छु थोरै हो जुसमा भात मिठो हुन्छ म त पहिला अब एन्टिभाइरससँग यसो हान्दैन पर्यो पहिला जुस खाएर लास्टमा भात खाएको राम्रो हो त्यो त दाल पनि दामी बनायो फेरि चनाको र यो के दाल रे नाम बिर्सिनु अर्को चना र मसुर मसुर हो होइन मुगी हो त्यसलाई ग्रिन दाललाई मङको त मको हो त दाल बबल भयो दाल त बबल हो चाहिँ तर साथीहरु अब हाम्रो भ्लग चाहिँ के नयाँ के पढाउँछ उसो नयाँ प्रोटेन के गरौँ भन्ने हुन्छ टाइमै मिल्दैन क्या साथीहरु 12 घण्टा ड्युटी हुन्छ त्यही बल्ल बल्ल बनाएको के भन्दा 12 घण्टा रुममा आउँदा गाडीमा ट्रान्सपोर्ट आउँदा 13 घण्टा गाह्रो छ नि है 13 घण्टा त चोक्कै अनि टाइम हैन ल 10 दिन भन्न हालेको ब्लग हामीले त्यही आज नै मलाई खासै हाल्नु मन थिएन त्यही नै यसो बनाऊ भनेर चाहिँ बनाएको के होइन साथीहरु तर मेहनत चाहिँ गर्नुपर्छ एक दिन अवश्य सक्सेसफुल हुन्छ हैन साथीहरु हैन त हो कहाँबाट हेर्दै हुन्छ भन्नु होला मेरो नाम चाहिँ विमल हो भाइको नाम भितमान हो है हामी चाहिँ दुबईबाट हो नचिने मान्छेहरूलाई चाहिँ साथीहरूलाई चाहिँ मैले भनिदिएको छु है त्यही हो झ्याप्पैसम्म के बियर झ्याप्पैसम्म क्या कडा क्या घट्छ जुस त्यस्तो त छैन त नेपालतिरको यो टुबक जुस भएर राम्रो हुन्थ्यो ओहो त्यो जिब्रोमा के हो लसुनले त्यो पोल्दैन पोलेको राम्रो हो नि त साथीहरु हाम्रो दाइलाई त लसुनले कस्तो पोल्यो जिब्रो पोल्यो क्या जिब्रोमा यो अधुरो खाँदा त्यस्तो पोल्दैन तर यो लसुनले यस्तो पोल्यो यो खुर्सानी हाल्छ नि ए हेर्न साथीहरु म त लसुन त्यसमा पानी भर क्या सर त आज खालि बोल्न बुझ्यो हजुर बोल्न बुझ्यो भात नखाऊ यार तिमी खाना खाने बेर यो के जुस जाँदैन हो सही कुरा पेट्रोलमा हुन्छ त्यो भएर मलाई पनि पिरो पर्दा कस्तो पिरो हुन्छ जिब्रोमा ट्याक्क छोयो भने होइन कतिखेर छुँदैन कतिखेर छुन्छ कतिखेर छुँदैन कि छोयो भने चाहिँ पिरो भइहाल्छ साथीहरु मलाई पनि पिरो भयो आँखा चाहिँ रस आयो अस्ति त्यहाँ आइतबार पनि परेको थियो पानी होइन पानी जमेर पानी परेको त्यो दिन चाहिँ मेरो छुट्टी थियो साथीहरु बिहान ढोका यस्तो हेर्छु भनेको त बा पानी पो परिरहेको म त सक परिरहेको तिम्रो छुट्टी मेरो त म त ड्युटी गएको ड्युटी दिँदैन पुरा पानी भएर पानी आएपछि सोरेको म एक्लै थिएँ फेरि ड्युटीमा होइन कोही थिएन एकजना साथी थियो पुरै अब यहाँको त पानी जम्छ नि त अनि पानी सोरेर पुरा अब क्लिनरले गर्ने काम सबै आफूले गरेर आएको सोर्ने यताउता यो पानी पऱ्यो भने चाहिँ यहाँ सामानहरू भिज्ने यताउता हुन्छ महँगो सामानहरू त्यो हेर्नुपर्छ कि हामीले होइन फेरि भोलि के हेरेको भन्छ नि त सामानहरू हटाइनुपर्छ जस्तै ट्याब्लेट भयो ल्यापटप भयो होइन कम्प्युटर भयो फेरि महँगो सामान हुन्छ त्यो चाहिँ एकदम केयर गर्नुपर्छ यहाँ चाहिँ के हो कि पानी पर्ने नेपालतिर चाहिँ हुँदैन नि नेपालतिर 15-20 दिन पानी मजाले लगातार पऱ्यो भने त्यो मतलबै हुँदैन त्यस्तो यहाँ चाहिँ एक दिन पानी पऱ्यो कि बा यहाँ दुबईको त के गर्नु गर्नु साथीहरु कति राहत नदेखेर त्यति छ के राखे स्वारेर गर्दा मजा आउँछ तर फिस धेरै आउने कि लाग्छ किन साप्नु फिस हो कि यो होइन बाबा बच्चामा बाउ आमाले
जहाँ रक्सी नखाएस् है चुरोट नखाएस्, जहाँ रक्सीमा नपोलेस्, भाङ धतुरो नखाएस् भन्थ्यो। अब उमेर ढल्किँदै गएपछि मनले नमान्ने रहेछ। यो पनि हामीले कति 1 महिनापछि खाएन, 1-1.5 महिना भयो। होइन दाइ, म त साथीहरूसँग झुट बोल्ने कुरो भएन। म त हप्ता खाएको थिएँ। दाइले चाहिँ अलिकति धेरै दिनपछि नै लिनुपर्छ। म चाहिँ ड्युटी गएको थिएँ, उसले खाएर मलाई फोन गरेर सोधेको थिएँ, दाइ के गर्दैछ भने, दाइ म त हल्का दिइरहेको छु भन्थ्यो। अनि के दिइरहेको भनेको, त्यही त जुस दिइरहेको हुन्छ। एकले कसरी गयो त भन्यो। होइन दाइ म त्यो सस भुटेर चिकन ससेज नै एक्लै खाएँ, तपाईँ भयो भने रमाइलो हुन्छ भन्थ्यो होइन। अब एक्लै अब के हुन्छ साथीहरू रुममा उसमा त अब नाइट ड्युटी गर्नेवाला आएर सुतिरहेछन्। अब म एक्लै के गर्ने, रातभरि सुतेको छ। तर यो जुस यार यो पुरा यो ब्ल्याक टी जस्तो छ। ब्ल्याक टी ग्रिन टी जस्तै छ। फेरि पोल्यो ऊ लसुन ऊ सुकुटी खाने सुकुटी ओहो पाल्नु त खै पानी होइन। त हेर्नु त साथीहरू, दाइले चाहिँ यही लसुन हो, मैले पनि त्यही लसुनै खाएको। म त एउटा टुरिसक्यो, एउटा तर अस्ति हामीले जुन चाहिँ त्यो ससेज खाइयो नि, यो त त्यो उस फेरि पिरो थिएन। आजको चाहिँ मजाको छ। यो नेपाली जस्तो के। तर साथीहरू गरममा चाहिँ खानुहुन्न। यो चिसो मौसममा चाहिँ यो लसुन खानुपर्छ, बडी हिट राख्छ अनि एसीलाई पनि कभर गरिदिन्छ। अनि भाइ घर चाहिँ के छ घरतिर जे सबै सन्चै आरामै हुनुहुन्छ है। अब खै अब जानुपर्छ अब घरतिर अब नेक्स्ट इयर दसैँमा होइन। भाइको र मेरो चाहिँ यो कहिले जाने प्लान छ भनेदेखि कहिले जाने प्लान छ। अब हामी छिटो जाँदैछौँ, छिटो हुने हो दसैँमा। दसैँमा अझै छ टाइम त। सलाद लिनु तिमी कस्तो गोरो देखा भाइ तिमी। अब खैरी हो क्या तिमी। अन्त लास्टै गोरु त के हो त हात हेर्नु त मेरो आमा गोरो हो नि तिमी। तिमी ऊ होइन गुरुङ होइन भने गुरुङ मगरहरू जस्तो गोरो हुन्छ नि त। तर तिम्रो त्यो टुन छ नि, टुन भोलि टुन चाहिँ सेम नेहारो जस्तो छ। तँ बोलिन्छ नि नेहारको जस्तै हामीले जस्तै भातलाई भाट भन्छ नि त। हाम्रो नेवारको भाषा हुन्छ भातलाई भाट। अनि कता जान लागेको भने कटा जान लागेको हुन्छ होइन। अनि त्यसै सोच्नु न, मैले सुरुमा तिमी नेवार भन्दैन। ऊ सुरुमा मसँग आएर बोल्दाखेरि उसको त्यो भाइ टुन देखेर चाहिँ म चाहिँ नेवार भन्नु ठानेको। अनि मैले उसले नेवार भाषामा हल्का बोलेको बोलेँ। म दाइ नेवार होइन भन्यो होइन। दाइले चाहिँ नेवारै ओरान भन्थ्यो किनकि साथीहरू मेरो टन र मेरो भाषा चाहिँ गर्छ नि तोते बोलिसक्यो। म खाना बनाएर तिमीलाई के भन्थ्यो मलाई काँचो भन्थ्यो अरे। म त काँचो भन्थ्यो म त। त्यतिखेर म दयाङको बिग फ्यान। कबड्डी हेर्न छ भने दाइलाई म परिश्रम गरिराखेँ। खालि फ्री मान्छ भन्थ्यो। मान्छे ड्युटीबाट थाकिरहेको हुन्छ है, खालि फ्री मान्छ भन्थ्यो। कहाँ खाना खाएर झ्याप्प नसुतिकन यस्तो पनि साथीहरू। म चाहिँ त्यति नयाँ मान्छे, दाइ त पुरानो मान्छे। त्यो हिसाबले नि मैले स्यालेरी धेरै आएको छ आज। अस्ति भाइको स्यालेरी धेरै आएको मलाई होइन। स्यालेरी आउँदैन, धेरै खुसी थियो। कति हाल्नु अरे म त सेलले के हाल्नु साथी मक्क छ त्यो भएर। यो जबमा चाहिँ नआउनु के, सेक्युरिटीमा नआउनु, अरूमा चाहिँ आउनु। तर दुबई सिरियामा चाहिँ नआउनु, काम छैन। पिएचडीमा यस पिएचडी अबुधाबी र शारजामा। भाइ लास्ट चेस गरौँ भयो। पुग्यो चेस गरौँ। कम देखाउनु हुन्छ धेरै गरेर बसाउनु न त इन्जोयको लागि। सर ग्लास भने के जुस खानलाई चलिहाल्छ दाइ, जुस खानलाई ग्लास चलिहाल्छ दाइ। के अन्त यसो अर्काको ठाउँमा यसो काम एडजस्ट गर्ने त हो नि होइन।
घरहरू बढी पक्का किन्ने कुरो भएन, जस्ट एडजस्ट गर्ने चाहिँ। यो के हुन्छ, जुस खाएपछि नै धेरै सुसु आउने क्या लास्टै। किन त दाइ, अब सुसु आउँछ, अब सुसु गर्नु पर्यो, नगरे आफूलाई गाह्रो गर्नु पर्यो, नगरे हुँदैन नि। रहा नहीं जाता, तड़प ही ऐसी है ना। साथीहरू, अब हामी त अब खाइयो, अब हामी एकअर्काको त कुरो गर्यो, तपाईँहरू पनि के कसो छ कमेन्ट गर्नु होला, कमेन्ट गर्नु होला है। हामी चाहिँ यसो कहिले हप्तामा 1-2 भ्लग पाउँछौँ हामी चाहिँ होइन, त्यही हो। अब हजुरले हप्तामा एउटा भ्लग चाहिँ आउँछ हैन, हामी चाहिँ नर्मल देशी भ्लग हुन्छ होइन, तर टाइम हुँदैन नि त है। यहाँ हामी त्यो रुममा आउनु भने सुत्नलाई मात्र आउने, के गर्ने टाइम छ अरू त के गर्ने त। अब त्यो खाना खाने महिनामा 2टा छुट्टी हुन्छ, केही गर्नै भ्याउँदैन। त्यो पनि यति चाहिँ धन्न, यति चाहिँ ढुक्क छ। 2टा छुट्टी पाउँदैन मान्छेहरूले यत्रो हातहरू हेर्छु, उसलाई छुट्टी दियो भने आँखा बाहिर निस्किँदो हुन्छ नि, गेडै बाहिर निक्ला जस्तो हुन्छ है। ऊ त आँखा बाहिर निकालेर पुरा यस्तो ओहो। जस्तो भाइसँग मिठो कुरा भयो आज ल। धेरै बस्यो। जुस र भात दिएर खान्छु जस्तो लाग्यो मलाई। यो तिम्रो खाँदो रहेछ, भित्र काटेको हुन्छ, यो फाल्नुपर्छ। यो अब यो कहाँ दाइ फाल्नु होला नि, भोलि लानुपर्छ यो। भोलि प्याक गरेर लगेर जानुपर्छ, किनकि भोलि साइडमा खानु ट्याप हुन्छ क्या। यो मासुभन्दा त सलाद राम्रो क्या बडीको रहेछ। मासुले चाहिँ तिम्रो बडीमा भएको पानी सबै सोच्छ होइन, तिरेर लाग्छ, पानी खान मन लाग्छ होइन। यसले चाहिँ लाग्दैन, यसले चाहिँ पानी दिन्छ हाम्रो शरीरलाई। यसले कभर गर्ने भयो कुरा बुझ्यौ? के बुझ्यौ? मासुले चाहिँ अब नुन बढी हुने भयो, चर्को पानी जस्तो सोच्छ, भयो। यसले चाहिँ हामीलाई पानी दिन्छ। त्यो हामीलाई मासुतिर खाँदा पानी प्यास लाग्छ नि। तर चाहिँ आज पानीको बोतल चाहिँ राख्नुपर्छ, पानीको बोतल। पानी खान्छु त कहीँ चौधु छ, पानी चाहिँ थोरै 1-2 गिलास खान्छु त। जुस खास पानी खानु चाहिँ के जिन्दगी यस्तै, सुत ड्युटी जाऊ आऊ। मान्छेको लाइफ के छ, मान्छे के छ चल्ला छ। हुन्छ हामी अब गरेको है, माइन्ड नगर्नु होला। लाइफ के मान्छे के हो, ड्युटी जाऊ आऊ। कोही अर्काको उसमा चाहिँ कस्तो भन्दाखेरि हामी कस्तो ट्र्यापमा पऱ्यो, कस्तो ट्र्यापमा के। अब नेपालमा अब आफूलाई बेचेर आउनु छ होइन। हो नि त, अब पढे लेखे मान्छेको त अलग्गै कुरो हुन्छ, अलिकति अनपढ, अलिकति टाढो बाटो नभएको मान्छेहरूलाई त अलिकति गाडी हुन्छ नि त, बिचरा जे भन्यो त्यही फलो चाहिँ गरेर आउँछ नि त होइन। अब कस्तो ट्राइममा बाँड्दै हुन्छ, के भन्नु यार। उहाँ आफूलाई बेचेर आउनु छ, यहाँ आएर फेरि बेच्ने, ओहो है दाइ। अब खाना सुरु गर्नु दाइ, जुस चाहिँ खतम गर्दै हुन्थ्यो। जुस ल साथीहरू, अब है खाना सुरु गर्नु पर्यो। जुस गर्दै लास्टमा हरामी हो बेटा। Oh no! ज्याकेट त खतरा रहेछ। नेपालबाट ल्याएको यहीँ ल्याएको, यहीँ किनेको दाइ। के खटमा लग्यो क्या, अबे राष्ट्रिय जनावर क्या। ल साथीहरू खाना सुरु गरे हामीले। केही कम्प्लेन छैन नि खाना? अब दाइ के हुनु, यो तिमी खान्छ भने दाल अलग्गै बनाएको, मासुहरू बनाएको दामी छ नि दाइ। मलाई झुम्मा भयो। हो तिमी गाउँतिर खान्छ जुस? त्यस्तो जुम्मा देख्नु नि त। होइन गाउँतिर क्या, अब गाउँतिर अब कहिले काहीँ अब यसो साथीभाइसँग त्यो बनाएन। कुन चाहिँ जुस खान्छ भने कोदोको जुस हो कि, कोदोको लोकल जुस हो कि एप्पल? म त है साथीहरू घरतिर गयो भने कोदो र चिउरीको, यी मेरो यो दुईवटा फेभरेट। उसको चाहिँ बुटल हो, त्यहाँ पाउँछ नि होइन? दाल नि मिठो हुने है।
होला बाइकमा पनि तपाईँ चाहिँ प्रोग्राम त अझै छ त दाइ प्रोग्राम धेरै छ अब यो अलि टाइम लाग्छ जस्तो ब्याट्री अलिक कम्ती छ ल त साथीहरू है अब के गाह्रो कुरो त के भनेर फेरि नेक्स्ट भर्खरमा फेरि भेटघाट भइहाल्छ होइन ल आजलाई चाहिँ अब यति भन्दै होइन मेरो मम्मीलाई के मेसेज दिएको मम्मीले हो म ल मेरो घर परिवार मम्मी मेरो बुढी मेरो छोरी है सबैलाई धेरै धेरै सम्झना छ होइन के भन्ने खास म कुरा काटेँ है उसको चाहिँ के भन्छ फ्यामिली हेर्दा छ उसको मम्मीले हेर्दा छ अनि उसको मम्मीहरूले चाहिँ भिडियो बनाएको होइन हेर्नुहुन्छ होइन उहाँहरूले हेर्नु हुँदो रहेछ अनि रमाइलो लाग्छ अरे होइन एकदम साथीहरू भन्दै यसको हुन त मैले त भ्लग गराउँदैन मेरो भ्लग त होइन एक्चुअली है हाम्रै हो नि हाम्रो यस हाम्रो च्यानल हो यो तर एक्चुअली चाहिँ मेन चाहिँ अब हाम्रो डाइरेक्टर उहाँ हुनुहुन्छ म चाहिँ यो भाइ सबैको च्यानल हो तिम्रो मेरो च्यानल हो बराबर हो तर दाइले जे भन्नुभयो एकदम सत्य कुरो भन्नुभयो मेरो लगभग अब होइन घरमा चाहिँ यो हेरेपछि चाहिँ मोबाइलमा टिभीमा होइन अनि म त्यो दिन फोन नगरे नि हुन्छ क्या मेरो त्यो हेरेर त्यो भिडियो ल त्यो टिभीमा हेर्दाखेरि मोबाइलमा हेर्दाखेरि छोरो चाहिँ घरमै भयो जस्तो लाग्छ कि त्यस्तो हो दाइ मजाक गरेको होइन साथीहरू मजाक गरेको होइन यो चाहिँ रियल हो हामी जब अर्काको देशमा आउँछौँ होइन अब त्यो टिभीमा अब युट्युबमा देख्नु भनेको त अब त्यो सानो सानो कुरो होइन नि त म पनि कस्तो भाग्यमानी कि दाइ जस्तो दाइ यहाँ दुबईमा भेट्नु म पनि कस्तो एकदम भाग्यमानी यहाँनिर मेरो ड्युटी चाहिँ के कस्तो होला होइन कम्पनी कस्तो अन्त त्यस्तो नभन्नु तर हो कि रेली हजुर चाहिँ एउटा जिनिस एउटा मेरो लागि एउटा हजुर भगवानै हो कि मेरो भगवान भने चाहिँ बा जस्तो एउटा दाइ एउटा बाबा जस्तो उस्तो एकदम होइन दाइ यस एक्जाम्पल या दाइ जस्तै चाहिँ एकदम उसके यतिको साथीहरू दुबईमा एकदम कम्ती हुन्छ तर यस्तो के उहाँले अब कहिले पनि होइन म चाहिँ सिकेको कुरा कहिले पनि ठुलो नभन्नु यस एक्ज्याक्टली ठुलो नभन्नु घमण्ड नगर्नु कहिले पनि केही कुराको पनि घमण्ड नगर्नु कि यस त्यो चाहिँ सबैले इम्पोर्टेन्ट कुरा हो जसले घमण्ड गर्छ त्यो मान्छे गयो मान्छे भनेको होइन सानै हुनुपर्छ कि ठुलो भएर काम छैन एकदम दाइ म पनि त्यही हो सानै अरू मान्छे मलाई भन्नु कि खातले भन्नु नि यो यस्तो गान गरे यस्तो बगार यो त्यो के मतलब भएन मलाई म त्यसैमा एकदम खुसी छु तर अरूलाई चाहिँ जस म ठुलो मान्छेलाई भन्न दिनुपर्छ आज चाहिँ हामीले भ्लग किन बनायो भने कुराकानी गरौँ भनेर होइन खाना खाँदै गरौँ यसो साथीहरूसँग कुरा गरेर जस्तो हुन्छ सेयर गरे जस्तो हुन्छ होइन कुरो गरे जस्तो हुन्छ सेयर गरे जस्तो हुन्छ कमेन्ट गर्नु होला होइन अनि लाइक एन्ड सब्सक्राइब एन्ड प्लस कमेन्ट पनि गर्न नबिर्सनु होला है धेरै लामो भिडियो पछि अब अफर चाहिँ ल साथीहरू गाइज ल फेरि नेक्स्ट भ्लगमा भेटौँ ल छिटै है बाई बाई हातमा सलाद छ अनि यस सलाम पनि गरे यस्तो जय नेपाल ल जय नेपाल गुड नाइट सी यू नेक्स्ट भ्लग